हेलो साथीहरु, आज हामी चाहिँ एक ठाउँ पिकनिक खान जान लाग्छौँ। पिकनिक भने के को पिकनिक हो अहिले मैले भन्दैन, तपाईहरुलाई एकैचोटी फाइनल प्रोडक्ट देखाउँछु। 6.5 लिटरको पानी पनि प्याक भइसक्यो साथीहरु। कति टाइम लाग्ला? 10 मिनेट जति लाग्छ। हुन्छ नि? हुन्छ 10 मिनेटमा आउनु होला। अलि छिटो आउनु ल है दाजी। ल हाम्रो चाहिँ सामानहरु सब प्याक भइसक्यो हैन, सबै प्याक भइसक्यो। अब चाहिँ हामी निस्किने क्रममा छौं। खाइसी त सबले त लाग्छ के र, दारु खाइसी नखाँदै पो कस्तो लाखा भन्ने होला गर। अटोमा सामान राखिसक्यौँ, बाबु खुसी भएको छ। अब हामी कहाँ जान्ला? पिकनिक खान भन। कहाँ जान्ला? पिकनिक खानु खुसी भएको छ बाबु। बाई बाई साथीहरु, हाम्रो हालत यस्तो छ। एउटै बाइकमा अटा छौँ। अब एउटा चिनादेखि मात्रै आउन बाँकी छ। हेलो गाइज, हेलो हेलो के भनौँ र, खोइ अब तोरीहरू फुलिरहन्। यस्तै रहेछ जिन्दगी हैन दिदी। अब दिदीले चटै दिनुहुन्छ, हाँस्नु भएको छ। यति भयो, जति अनि भयो। दिदीले ल्याउनु भयो, दिदीलाई धन्यवाद। अहिले हामी ठ्याक्क फेरि हात छोड्नु पर्छ। गाइजहरू, हामी पिकनिक खान आउँदैछौँ। खाना जान लाग्छ। या टिकिस ल आऊ। जय शम्भो। हामी पिकनिक तर्फ जाडोमा सारा लाग्दैछौँ। गाइजहरू, मलाई चाहिँ हिँड्न सहिलो हुन्छ। यिनीहरू चाहिँ बोइलर भएर हिँड्न गाह्रो छ। दिदी दौड्नु भयो, भैँसी दौड्यो। यतापट्टि चाहिँ हाम्रो के छ भनेपछि पानीको व्यवस्था चाहिँ गर्नु भएको छ। खाने मै यताको आऊ अब भगवान्लाई दर्शन गर्ने। आऊ आऊ, यहाँ ढोकिदिउ त ल, यहाँ चाहिँ ढोकिदिउ ल। बाबुले ढोकिदिन्छ ल। होइन दम हुँदैछ साथीहरू, दम। त्यो दाउरा नआएर अब पनि बिरयानी खान्छौँ। यता तलतिरको राम्रो हो क्या, उति वाला मस्तको। हजुर, अलवेज वेलकम्स यु। देखाइदिनु न। म त्यही पुग्छु 2 घण्टा पछि। हात पनि हाल्नुस् के ड्याक्क। सबैले खाने भने त होइन क्या, यहाँ स्पेसल यहाँ जेमा पनि मैले खान्छु पहिला होइन। खाएँ है मैले। गुड छ, गुड। आम्मा भित्र यहाँ मासु अड्क्या रहेछ। हड्डीको भित्र यहाँ एउटा बालो पर्नुको कौलो मासु हुन्छ। त्यो कोट्याउँदै खाँदै गरेको छु।
यता टी जस्तो पुरै क्लियर गरेर हिँडेका छौँ। अब फर्किँदैछौँ। मेरो भागमा त यही हो, अघि न पनि अहिले पनि। अघि न अलि वेट थियो होला, अहिले भुँडीमा वेट भएको छ। हामी चाहिँ अब फर्केको अवस्था छ। अब हामी अर्को भिडियोमा भेट्छौँ। त्यससम्मको लागि टाटा बाई बाई।